बेहाल जिन्दगी। तपाईसँग एउटा कुरा गर्नु थियो। के कुरा हो र? भन न। तपाईले एउटा मान्छेलाई विदेश पठाउने कुरा गर्दै हुनुहुन्थ्यो त। बहिनी। दाइ म पनि विदेश जान चाहन्छु। के कति लाग्छ तिर्न तयार छु। ए अनि तिमीसँग जाने पैसा छ त? कति लाग्छ होला? कुन देश जाने हो र? अब हामी जस्तो मान्छेले त ठुलो देश जाने हो नि। त्यही नै हो, जापान, क्यानाडा। अब जापान जाने हो भने 16 लाख लाग्छ। अनि क्यानाडा जाने हो भने चाहिँ 25 लाख लाग्छ। अनि दाइ काम चाहिँ के हो नि क्यानाडामा? के हुनु नि बहिनी, बसी खानी। आम्मा मनी मालिक नि, काम पाइएन भने त म तपाईलाई छोड्दिन नि। तपाई किन डराउनु भएको नि? यत्रो बेर कुरा गरियो अनि तपाईको नाम चाहिँ के हो नि? मेरो नाम त साइला हो। अनि तिम्रो? मेरो नाम त साइली हो नि। अनि हाम्रो दुईजनाको नाम त सेम पो परेछ त। भने हामी यसरी कुरा गरेर नबसौँ। भित्ताको त कान हुन्छ भन्छन्। अहिले फेरि कसैले सुन्ला। हस् दाइ, अब पैसाको व्यवस्था गर्छु। ल अब म पनि लागे। अब मेरो त तिम्रो जस्तो आगो बालेर बस्ने दिन गए। किन, के भयो र? किन आज यस्तो कुरा गरेको र? अब म चाँडै नै विदेश जाँदैछु। त्यो पनि सानोतिनो देश होइन, क्यानाडा, जापान जस्तो देशहरूमा जाने हो। अनि कसले लैजान्छ? कसले हुनु नि, मैले एउटा दाइसँग कुरा गरेछु। उहाँले भन्नुभएको छ कि पैसा ठिक पारेर 1-2 दिनमै पठाउँछु। अनि हामीले चाहिँ विदेश जान कति पैसा तिर्नु पर्छ नि? त्यही जापान जाने भए 16 लाख, क्यानाडा जाने भए 25 लाख लाग्छ अरे। आम्मामामा, त्यत्रो पैसा कहाँबाट ल्याउने र? क्यानाडा जाने भएपछि त सबैले ऋण दिइहाल्छन् नि। ए दिदी, म पनि जानु पर्यो क्यारे। मेरो लागि पनि एकचोटि कुरा गरिदिनु न दिदी। कुन देश जाने र? तपाईँ जुन देश जाने हो म पनि त्यही देश जान्छु दिदी। ए ल तिमी पैसा ठिक पार्दै गर, म कुरा गर्छु। ए ल दिदी। मैले नि पैसा खोज्नु छ, अब म गएको। ए ल म पनि गएको। अब दाउरा लिन जान्नु। अब यतैबाट पैसा खोज्न जान्छु। के गर्नु र खै, आफूले काम नपाएपछि। अब म पनि एउटा एजेन्सी खोजेर दुबई कतारतिर भए पनि जानु पर्यो। के गर्नु र, आफ्नै मान्छेले नहेरेपछि। तर दाइ अलिकति भए पनि घटाउनु ल। अलिकति भए पनि क्या, अब आफूले नसक्ने भएपछि त अलिकति भए नि घटाउन सक्नुहुन्छ नि, घटाइदिनु न ल। ए अब विदेश जानलाई कुरा त गरियो, अब मलाई पैसा चाहिँ कसले देला त?
काइनी आमा नमस्कार। नमस्ते। कता हिँड्नुभयो त बाबु अनि? उता मेरो कतारको भिसा लाग्यो त्यही भएर। जापान अस्ट्रेलिया भिसा लाए भए पो यसरी सुनाउँदै हिँड्दा राम्रो हुन्थ्यो होइन र? जापान अस्ट्रेलिया भिसा लाए भए पो यसरी सुनाउँदै हिँड्दा राम्रो हुन्थ्यो। मान्छेहरू अमेरिका अस्ट्रेलिया भन्छन्, जाब कतार रे। यो खाडी मुलुक जानेहरूलाई नि न त आफन्तले वास्ता गर्छन् न त इष्टमित्रले। कसैले केही सहयोग नगर्ने रहेछ, न त कसैले पैसा नै दिँदा रहेछ।